नमस्कार छ सबैजनालाई। मैले केही समय अगाडि एआईबाट जेनेरेट गरेर फेसबुकमा एउटा फोटो पोस्ट गरेको थिएँ। तर केही आफन्तहरूले टिका टिप्पणी गर्नुभएको छ। खैर केही छैन। मैले त्यो एउटा जस्तो के को लागि गरेको थिएँ भने परदेशमा बस्दा घरमा भएको फ्यामिली त छँदैछ, देशप्रतिको माया कस्तो हुन्छ भनेर मैले त्यो एउटा सकारात्मक सन्देश दिने खालको बनाएको थिएँ। कसैलाई व्यङ्ग्य गरेको छैन, कसैलाई खिसी टिउरी गर्ने खालको पनि छैन, त्यति छाडा पनि छैन यो फोटा। त्यसैले मेरा प्रिय आफन्तहरूले मर्यो भनेर घोषित गरिदिनु भएको छ। मलाई एकदम साह्रै खुसी लाग्यो। प्रिय मेरा आफन्तहरू, तपाईँहरूले दिनुभएको आशीर्वाद मलाई थाहा छैन, या राखौँ, दायाँ गोजी राखौँ, बायाँ गोजी राखौँ, या सधैँको लागि मुटुमा राखौँ, म अझै पनि अलमलमा छु। यति भन्न चाहन्छु, तपाईँले दिएको यो 2 शब्दको माया म सधैँभरि, यो जुनी होइन 7 जुनीसम्म पनि म सधैँ राख्नेछु। यो मनमा राख्नेछु, यो मुटुमा राख्नेछु। मेहनत र सङ्घर्षले तपाईँहरूको यो ऋण तिर्ने कोसिस गर्नेछु।